नेपालको व्यापार घाटा विकराल छ। 2023 मा 11 अर्ब डलर भन्दा बढी। सोच्नुहोस् यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ। आयातमा अन्धाधुन्द कटौती गर्नाले ठूलो भू राजनीतिक समस्या निम्त्याउन सक्छ। यसको वास्तविक समाधान हो त्यस्तो निर्यात निर्माण गर्ने जुन संसारले नजरअन्दाज गर्न नसक्ने होस्। कल्पना गर्नुहोस् नेपालले उत्पादन गरेको 42,000 मेगावाट शुद्ध जलविद्युत ऊर्जा ती क्षेत्रमा बगिरहेको छ जहाँ ऊर्जा प्रति ठूलो माग छ र यसले हाम्रो अर्थतन्त्रमा 10 अर्ब डलर भन्दा बढीको व्यापार सम्झौताको ढोका खोल्दछ। कल्पना गर्नुहोस् हाम्रो युवा दक्ष प्रोग्रामरहरूले विश्वव्यापी प्रविधि उद्योगलाई शक्ति प्रदान गरिरहेका छन्। 700 अर्ब डलरको विश्वव्यापी आईटी बजारको 1% मात्र हिस्सा हामीले हासिल गर्न सक्यौं भने पनि हाम्रो अर्थतन्त्र रूपान्तरण गर्न सकिन्छ। कल्पना गर्नुहोस् हाम्रो कृषि र अर्ग्यानिक उत्पादन, चिया, कफी, मह, अदुवा, अलैँची र अन्य दुर्लभ जडीबुटी तथा मसलाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गरेर 60 अर्ब डलर भन्दा बढीको बजारमा हिस्सा जमाउन सकिन्छ। पर्यटक भनेको केवल आगन्तुक मात्रै होइन, यो त विश्वसँगैको हाम्रो सम्बन्ध हो। कल्पना गर्नुहोस् पर्यटकहरू हाम्रो संस्कृति, खाना र कथाहरू बाँड्ने दूत बनिरहेका छन्। अब ट्रेकिङ भन्दा माथि उठ्ने बेला आएको छ। वेलनेस रिट्रिट्स, एडभेन्चर स्पोर्ट्स हब्स, मेडिकल टुरिज्मको निर्माण गरेर र अर्को भनेको डिजिटल पर्यटनको मार्फतबाट हाम्रो कला, संस्कृति, संगीत र हस्तकलालाई सबै ठाउँ पुर्याउन सकिन्छ। कल्पना गर्नुहोस् हाम्रो वातावरण मैत्रिक उत्पादनहरू, हाते कागज, बाँसका सामग्री, टिकाउ प्याकेजिङ र अन्य प्राकृतिक वस्तुहरूले 70 अर्ब डलरको बजार र विश्वव्यापी हरित अर्थतन्त्रमा नेपालले नेतृत्व गरिरहेको छ। व्यापार घाटा सन्तुलन भनेको आयातको ढोकाहरू बन्द गर्नु होइन, यो त नयाँ निर्यातको ढोकाहरू खोल्नु हो। नेपाल अब केवल एक उपभोक्ता मात्र नभई संसारले झेलिरहेको समस्याको समाधान बन्नुपर्छ।